पर्दैन ल हेलो बिनाले टेक्सटाइलले चार्दो बाटो चिरु अरे जडीबुटी चोकमा हुनुहुन्छ म नम्बर दिन्छु हजुरको गोलाइमा ढोकम म पनि हजुरकै दिदी हेलो एभ्रिवान हेलो गाइज दर्शन नमस्ते आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम आरामै सन्चै छु फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा न्यू डेको साथ है न्यू डे न्यू भ्लग सो आज चाहिँ विजया दशमी टिकाको दिन दसैँको टिका सो है हजुरहरू सबैजनालाई ह्याप्पी विजया दशमी दसैँको शुभकामना दुर्गा भगवानले रक्षा गर्नु सबैजनालाई बिहान बिहान हामी चाहिँ मन्दिरमा जमरा खोज्न आएको हाम्रो घरमा चाहिँ अब जमरा राख्दैनौँ नि त हाम्रो चाहिँ किनकि जातले मिल्दैन क्या हामी तामाङहरूको चाहिँ जमरा राख्दैन क्या त्यही भएर हामी चाहिँ जमरा खोज्न चाहिँ बिहान बिहान मन्दिर आएको पाउँदैन बल्ल बल्ल पायो त्यही पनि यति थोरै पायो है ढुगेर बसेर अनि जमरा चाहिँ यता हाम्रो लिँदैछ नि लिएर हिँडिरहेछ अनि यसले धेर छैन थोरै छ अनि सो त्यही साथीहरू लाउँछौँ सो है टिकाको साइड हेरेर अनि भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला स्किप नगरिकन हाम्रो फ्यामिलीमा चाहिँ टिका कसरी लगाइन्छ भनेर म हजुरहरूलाई भिडियोमा देखाउने नै छु अनि हाम्रो यो थाकिसक्यो यसले बोक्दा बोक्दा सो म बोक्छु एउटा है त्यो साथीहरू अनि जमरा चाहिँ यति पाएको छौँ क्या अनि अहिले चाहिँ है यहाँको मौसम भन्नुपर्दा चाहिँ यस्तो पानी परेको छ क्या सिमसिम पानी परिरहेछ कस्तो जाडो भइरहेछ त्यही भएर मैले बिहान बिहान यो लाएर गएँ पछ्यौरी है कस्तो क्या दसैँ बेला पनि यार मौसमले यस्तो गरेको क्या के भने हिजो बेलुका रातभरि पानी परेको यार हाम्रोतिर त के भएको हाम्रो चाहिँ यति धेरै खानेकुरा पाकिरहेछ दसैँको लागि आज मासु पकाउनु भएन मासु पनि पाकेरै यता साथीहरू हाम्रो टिका लाउने बेला भइसकेको हेर्न सक्नुहुन्छ हाम्रो दाइको सुरुतै चाहिँ यहाँ टिका मोर बच्चालाई दिएको भए हुन्थ्यो ठुलो मान्छेलाई त 20 रुपियाँ दिएको भए भइहाल्थ्यो नि 20 रुपियाँ त उसले माग्छ 50 50 दिनु छोरा छोरा नै हैन दाइको बाजु टिका लाउँदै हुनुहुन्छ गाडीमा कस्तो लागिरहेछ हजुरलाई राम्रो लागिरहेछ यता हाम्रो मम्मी हुनुहुन्छ मम्मी टिका लाउनु भयो कति दक्षिणा पाउनु भयो मम्मीले त दक्षिणा त आफ्नो इच्छा अनुसार अब दिदी हुन्छ पैसा 50 तेरो मामा हो अनि हजुर चाहिँ के गर्दैछ हाम्रो हिवा ब्लगले चाहिँ यहाँ बुवाले टिका लाउनेहरू छ हेर्नु होला आयो दसैँ आयो यस्तो छ यति खोलिदिन्छु म यस्तो जामा लानु लक्को लाग्यो हेर्नु होला गाइस कस्तो त अब चाहिँ यो टिका लगाएर छ यो चाहिँ हाम्रो सोल्टिनी हो दसैँमा घर जानु भएन नि यही लाउनु भएको छ मैले चाहिँ टिका लगाइसकेँ अनि म कस्तो देखाएको छु भन्नुहोस् त पर्दैन नमस्ते गर्नु हाम्रो चाहिँ अहिले यो के अरे माइलो भाइ र बुहारीलाई यहाँ दक्षिणा छुटाउँदै हुनुहुन्छ टिका दक्षिणा यहाँनिर छ कतिजना छन् त्यो त सोध्नै पर्छ 2 जना हो 2 जना अलि घोप्टो पारेर बस्थ्यो त्यसो गर्नु छैन टिका लाउनु बेला
जडीबुटीबाट यहाँ 500 रुपियाँ देखाउँछ हौ ल भाग्यमानी लो हाम्रो गरिमा सानी यति क्युट यति राम्रीको पालो आइरहेछ हेर्न सक्नुहुन्छ साथीहरू आमामा कति मक्खै परिरहेछन् बाटो चिरु अरे जडीबुटी चोकमा हुनुहुन्छ म नम्बर दिन्छु हजुरको अनि उहाँले फोन गर्नुहुन्छ ल अरे एकचोटि लाउँछ कसैले किन जान्ने हुने त्यहाँ सानो मान्छे भएर कति राम्रो लाउँदै हुनुहुन्छ बाजेले अब अर्को चाहिँ हाम्रो सबभन्दा सानोको पालो आइरहेछ यहीँ आजभोलि चाहिँ अलिक ज्ञानी भएछन् पहिला पहिला त आमामा यसले त हाम्रो हुरुक्कै रुवाउँथ्यो त आजभोलि चाहिँ ज्ञानी भएछ अलिक ठुलो भएपछि बुझ्ने भएछ हात हो त्यसै थाप्नुपर्छ कि नै हो त्यसो अब चाहिँ हाम्रो दाइले भाउजूलाई टिका लाउँदै हुनुहुन्छ भाउजूलाई लाउँदै दाइले भाउजूलाई टिका निम्तो नि रामको दशैंको निम्तो अदै सरा नौ दुर्गा नौ भवानीले रक्षा गरून् अरु त भन्नु केही आउँदैन मलाई यति अब हाम्रो दाइले गर्दैन हो गर्दैन ल हेलो बिनाले ट्याक्सीवालाले फोन गर्यो खोइ मेरो पैसा ल्याउ त नौ दुर्गा नौ भवानीले रक्षा गरून् मेरो बहिनीलाई ओइ दशैंमा पनि दिन्छौँ राम्रो 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 जुमाइ पाओस् न ल नौ परमेश्वर आमालाई गर्नुहुन्छ को आउँछ हामीलाई कति मान्छे चाहिँ यस्तो के अरे ह्यान्डसम छ क्या मान्छे चाहिँ यसको व्यवहार चाहिँ हेर न अब टिकाको बेला पनि माइला गयो अरे टिका लाउने आइहाल्छ नि गयो भन्नुहुन्छ त्यस्तो आइहाल्छ अर्को यहाँ कुनामा आइपुगेछन् यहाँ हेर्नु यहाँ ससुराली गयो ससुराली त गयो नि कहाँ गयो त अनि ससुराली त गयो त टिका लाउनलाई ल ल ल दाइले नमस्कार गर खुट्टा ढोक्नु पर्थ्यो नि त भन्नु हुँदैन है 1 रुपियाँ भए पनि 6 भन्नुपर्छ दाइले टिका लाउँदै हुनुहुन्छ पुष्पालाई हाम्रो गरिमाले चाहिँ बाबाले टिका लाउँदै हुनुहुन्छ गरिमाको बाबाले रुन्ची छ रुन्ची नहुनु राम्रोसँग कति राम्री देखेको आज त पढ्नु ल आफ्नो फेसन दियोले दिँदैन ल हो भाइ असार रागाको मासु खसीको मासु कुखुराको मासु भयो के अरे हातै बनाउँदैन जो गाइज अब चाहिँ हामी टिका लाएर चाहिँ खाना खान लागेको भोग लगाइसक्यो अरे सबभन्दा सुरु चाहिँ हाम्रो कान्छा मालिकबाट सुरु हुँदैछ अर्को यहाँ छ नि खाना अब म चाहिँ खाना लाएको अब गाउँतिर भए त दसैँमा कति के खानेकुरा खान्थ्यो होला हाम्रो त यस्तै हो साथीहरू धेर छैन घर बस्दा बस्दा अल्छी लाग्यो अनि हामी यसो अहिले चाहिँ हावा खानेर हामी बाहिर निस्किरहेछौँ सो हजुरहरूले देख्न सक्नुहुन्छ हामीसँग चाहिँ आमामा हाम्रा कति धेरै आफन्तहरू हुनुहुन्छ हजुरहरूले यता देख्न सक्नुहुन्छ लस्करै यता लस्करै अरे यो मान्छे चाहिँ नयाँ हो यो मान्छे नयाँ हो एक्लैमा बसिरहेको मान्छेले एक्लै बस्यो नयाँ यो मान्छे अहिलेसम्म मलाई मलाई त्यस्तै भनेर मैले टिका लाएर यसलाई कति रुपियाँ देखाएँ 5 रुपियाँ 5 रुपियाँ दिएँ यसलाई यो यस्तै गर्छ हेर्नु जति गरे हाम्रो ठ्याक्क अनि म यता छु हुनुहुन्छ साथीहरू त्यो डाँडा जान कति टाइम लाग्छ तपाईँलाई थाहा छ अहिले 30 मिनट लाग्छ
बाइक में ये सब मेरा बॉडी गार्ड है गाइस, देख सकते हैं आप। म डन हो भगेजी डन अब देख रहे सो गाइज भन्नुहोस् अनि हजुरहरूको दसैँ कस्तो भयो के भयो होला है। हाम्रो त यस्तै हो। अहिले चाहिँ हाम्रो घरमा चाहिँ पाहुना आउनु भएको छ क्या, अनि उहाँहरूले टिका लाउँदै हुनुहुन्छ, बुवाहरूले टिका लाउँदै हुनुहुन्छ। सो त्यही भएर मैले चाहिँ भिडियो नगरेको, अनि म चाहिँ यता बाहिर छु त्यही भन्न चाहन्छु। अनि अब दसैँ त यस्तै भयो होला, तर अब अरूको घरमा चाहिँ गाउँघरतिर भए भए चाहिँ दसैँमा पिङ खेल्ने होइन, तास खेल्ने, अब हुन्छ नि के खेल्ने त्यस्तो हुन्थ्यो होला। तर हाम्रो घरमा चाहिँ हुँदैन क्या। हाम्रो घरमा चाहिँ तास खेल्ने, त्यो खाने त्यस्तो केही पनि हुँदैन है। सायद अब दसैँ वर्ष दिनको दसैँ भन्छन् है, त्यो गर्न पनि रमाइलै हो भन्नुहुन्छ होला। तर हाम्रो घरमा चाहिँ हुँदैन, किनकि किन हो खै पहिल्यैदेखि त्यस्तो छैन है। हाम्रोमा चाहिँ त्यही खायो, टिका लायो, बस अनि फोटो खिच्यो, त्यही हो। अनि हाम्रो चाहिँ यसरी नै बित्छ। अनि हजुरहरूको चाहिँ कसरी मनाउनुहुन्छ, कसरी हुन्छ है, थाहा छैन। सो हाम्रो चाहिँ अब आज फेरि भोलि पनि अब उता जानु छ क्या दाइहरूकोमा टिका लाउन। सो हाम्रो चाहिँ यस्तै नै भयो है दसैँ भनेपछि। अनि अब त्यही हो, अरू के भन्नु होला। सो है हजुरहरूको पनि राम्ररी बितोस्, दसैँ राम्रै होस् भन्न चाहन्छु। अनि अब अरू त के भन्नु र, त्यस्तै हो। अब त्यस्तो स्पेसल त अब केही छैन होला है। अनि सो गाइजहरू म चाहिँ के भन्छु होइन, अनि अहिले चाहिँ है मेरो भिडियोहरू हेर्नुहुन्छ होला, तर अहिले त के हेर्दा पनि है मेरो भिडियोको क्वालिटी राम्रो आउँदैन होला, त्यही भएर है त्यस्तो राम्रोसँग देखिँदैन होला। सो होइन त्यही पनि है यसो हेरिसकेपछि होइन, हेरिसकेपछि अलिकति त्यो केही त है भन्नु न यार, कहिले कि त कमेन्ट गर्नु होइन, सेयर गर्नु। म पनि हजुरकै दिदीबहिनी जस्तै त हो, हजुरकै चेलीबेटी त हो होइन। सो यसो सपोर्ट गर्नु होला। के थाहा हजुरहरूको एउटा कुराले, एउटा होइन सपोर्टले पनि म अगाडि बढ्न सक्छु कि है। सो भिडियो चाहिँ हेर्नु होला, अनि अन्तिममा प्रतिक्रियाहरू पनि दिनु होला, यसो लाइक गर्नु होला है, सेयर गर्नु होला मजाले है भन्न चाहन्छु। त्यही हो।